सरी मेटिदिन्छु नि त यो के गरेको आन्टी मान्छेले देखिरहेछ मलाई मजा आउँदैछ यस्तो न मजा त अस्ति मलाई संजोगजीको फिल्म हेर्दा नि आएको थियो नि म त उठी उठी हलमा चिच्चाएको नि आर्यन हो र अनि त्यस्तो सुनसान ठाउँमा एक्लै थिएँ डरले कम्ता चिच्चाइन यो आन्टी पनि तेरी आन्टी पनि के ल भन्नु हेर त मोबाइलमा वालपेपर पनि सिर्जनाजीको छ त अनि के हो यो केही होइन हो आन्टी आफूसँगै खेला हिरोइनलाई त चिन्नु पर्यो भनेर फोटो राखेको कफाडी फेरि हेर त हातमा ट्याटु पनि सिर्जनाकै नामको छ त अनि अनुहार मात्रै चिनेर भयो त नाम पनि त याद गर्नु पर्यो नि है अर्को हातमा पनि छ कि भाँडे हो तर ला 4 बजिसकेछ आर्यन मेरो कस्तो एक्सर्साइज गर्ने टाइम हो म पुसअप गर्छु तिमी गन ल गर्नेलाई भन्दा देख्नेलाई लाज भनेको आर्यन तिमी माथि नबस न म कहाँ बसेको छु अन्टी त्यत्रो भारी के हो त आर्यन अनि त्यो तपाईँकै जिम्मेवारीको बोझले ठिका हो चुलले पनि मलाई नै हेप्छन् मेरै आफ्नोले बुढाले पनि तिमी त म माथि बोझ भयो रुनु त आँखाबाटै रुनु न आन्टी यो आन्टी त मलाई इरिटेटै बनाउनु भयो कुन दिन कोठा छोडिदिन्छु टेन्सन भइसक्यो मलाई चिन्ता नगर न भाइ बिस्तारै भइहाल्छ नि राजा आउनु त देऊ सबै ठिक हुन्छ कि मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई के बोले आन्टी जे भाइरल छ त्यही बोल्या नि ट्यालेन्टले हुने भए त तिमीलाई कसले सक्थ्यो आरु सुपरस्टार इज सुपरस्टार